Under the boughs where the shadows play, the wind hums songs at the break of day. Whispering pines, secrets untold, carrying tales only the forest holds. Hello, good morning. So we already woke up at 4:30 a.m. and नुहाइधुवाइ गरेर हामी चाहिँ अब मन्दिर जान लाग्यो. It's now 5:20 a.m. here. अनि we're all set. अब हामी पद्मनाभ स्वामी टेम्पल जाने. यहाँदेखि it's 1.5 किलोमिटर यस्तै छ. सो अब हामी यहाँबाट चाहिँ मेबी हिँडेर पनि जान सक्छौँ, अदरवाइज अटो गरेर जान सक्छौँ. त्यहाँ थोरै टाइम लाग्छ, 2-3 घन्टा यस्तो टाइम लाग्ला. Then we'll have this appam, idiyappam यस्तै यहाँको लोकल केरलाको चाहिँ हामी डिसेसहरू ट्राई गर्नेछौँ. त्यो पनि भिडियोमा देखाउनेछु म. अहिलेलाई चाहिँ यति नै. See you there. अटो आएको छ. चलो चलो. Okay, let's go. हामी चाहिँ अटो बुक गरेर अब पद्मनाभ स्वामी मन्दिरको लागि जाँदैछौँ. It's showing 1.7 kilometers and 4 minutes from here. So he'll be dropping us soon. Hello again, back to video. So यो चाहिँ हाम्रो मन्दिरको एरिया हो. मेरो पछाडि चाहिँ जुन देखिरहेको छ त्यो मन्दिर हो. This one is temple and सबैजनाले यहाँ चाहिँ यो ईस्ट, this is the east gate. So यो ईस्ट गेटमा चाहिँ फोटोहरू खिच्न ओर्न एन्ड देन अलिकति यो वाला भ्यू चाहिँ अलि राम्रो देखिँदैछ. द्याट्स वाइ दे पिपल कम हियर इन ईस्ट गेट. तपाईँहरू पनि आउनुभयो भने यु बेटर कम टु ईस्ट गेट एन्ड दिस विल बी दि पर्फेक्ट वान फर यर फोटोज एन्ड भिडियोज. एक्चुली भित्र चाहिँ भिडियो एन्ड फोटोजहरू अलाउड छैन. सो आइम डुइङ फ्रम आउटसाइड. दिस इज द भ्यू. यस्तो छ यहाँ चाहिँ. एभ्री इज टेकिङ फोटोज एन्ड अल. यस्तो छ है त. हामी चाहिँ यता चिया खान लाग्यो. यो चाहिँ मन्दिर नजिकैको चिया खाने ठाउँ हो. खै भिडियोमा तिमी आउने कि नआउने हो. नाङ्गे आउने. यो मन्दिर हो. मन्दिरदेखि हामी चाहिँ यतापट्टि चिया पिउन लाग्छ. सो टी चाहिँ यहाँ एउटै तरिका हो. टु टी टी दिजिए. टी त्यही हो कि पारा स्टाइल साधारण नर्मल. यतापट्टि यस्तो छ. देयर अल taking photographs and videographs. Some people are changing, some people are buying. Some are there. So we are trying this tea. Kacha. Cardamom tea है क्या? Cardamom tea है. ठीक है. This is the temple. This is one. I'm happy to. खासमा मन्दिर चाहिँ यो हो. यो त होइन, यो त पोस्टर हो. मन्दिर चाहिँ यस्तै हो भित्र. मैले चाहिँ हात मात्र देख्न पाएँ, खासै देख्न पाएँ. अनि यो बाहिरी
जुन अघि मैले पहिला देखाएको थिएँ त्यो हो। यसरी पद्मनाभ स्वामी टेम्पल भनेर छ, राम्रो छ भित्र। तर जम्मा 3 सेकेन्ड यस्तै मात्र देखेँ, हेर्न दिएँ हामीले, खासै हेर्नै पाएन। मैले हात पर्टिकुलरली मात्र देखेँ। अनि मन्दिरको छेउछाउमा सबै गेटको अगाडि अगाडि यस्तो क्लोक रुमहरू हुन्छ। क्लोक रुमहरूमा चाहिँ यहाँ अब रेट दिएको छ, रेट हेरिकन दे विल चार्ज, लाइक सर्टका 5 रुपियाँ यसरी चार्ज गरिरहेको हुन्छ। त्यही अनुसारले हामीले चाहिँ यहाँभित्र राख्ने हो सामानहरू। देन दे विल गिभ यु बिल, त्यसपछिबाट यहाँ हामीले सामान सेफली राख्न सकिन्छ। दिस इज द एरिया, यस्तो छ यता चाहिँ है। यो चाहिँ नर्थ गेट भयो। यताबाट चाहिँ हामीले, यताबाट पनि मन्दिर देखिन्छ, खासै त्यस्तो राम्रो देखिँदैन यताबाट चाहिँ, अलिअलि मात्र देखिन्छ। मेन पार्ट मन्दिर चाहिँ उतैबाट देखिने हो। यो चाहिँ गेट भयो, दिस इज द नर्थ गेट। तातो पानी रहेछ यो। हामी चाहिँ मन्दिर गएर आइसक्यौँ। मन्दिर गएर आइसकेपछि यो हामीले हिजो जहाँ एकजना नेपाली केटा भेट भयो त्यहाँ चाहिँ हामीले यो के अरे अप्पम खान लाग्छ। दिस इज एग करी एन्ड अप्पम र एग करी खान लाग्छ। मैले चाहिँ टेस्ट गरौँ यो कस्तो हुँदो रहेछ भनेर। एउटा मात्र अन्डा आउँदो रहेछ। डोसा जस्तै हुँदो रहेछ अप्पम भने, डोसा जस्तै रहेछ। हेलो, ब्याक अगेन। खाजा खाइसक्यो होइन। खाजा खाइसकेपछि अब हामी चाहिँ यो ईस्ट रोड बस स्ट्यान्डमा आछौँ, जहाँ चाहिँ हामीलाई कोवलम बिचको लागि ट्रेन मिल्छ। ट्रेन होइन, बस मिल्छ। वी आर वेटिङ हियर एट ईस्ट रोड बस स्टेसन। त बसेसहरू चाहिँ यसरी आइरहेको हुन्छ यहाँ। सो वेटिङ फर आवर बस टु गो टु कोवलम बिच। अहिले नै जान लाग्यो, अलिकति मौसम खुल्ला भएको भएर वी आर हेडिङ टुवर्ड्स द कोवलम बिच। त्यही हो। अब जाम पहिला सुरु हेरौँ के कति भाडा रहेछ, म त्यो हेरेर नै भन्छु। आई डोन्ट हेभ आइडिया लाइक कति भाडा लिन्छ भन्ने कुरा थाहा छैन। सो विल सी फर्स्ट कौन सा बस आएगा, अनि त्यसपछिबाट हेरौँला है त। ओके, सो वी गॉट द बस। हामीले बस पाइसकेका छौँ। देयर आर पिपल हियर, वी आर वेटिङ। अनि त्यसपछिबाट अब केही टाइममा विल गो। यो टिकट चाहिँ हामीले के गरी काट्ने हो थाहा छैन। मेबी फोन पे, अदरवाइज क्यास पेमेन्ट हुनसक्छ। विल स्टार्टिङ हियर एट टाइम भन त एकछिन मलाई। 9:17 ओके 9:17 विल स्टार्टिङ। Opens the world through an ancient door. The silence alive, yet brimming with sound. In the arms of solitude, I am found. Oh, whispering pines, sing me your tune. So almost around आधा घन्टा पछि चाहिँ हामी यो बस स्टेसन आइपुग्यो। यो पछाडिवाला हामी बिच चाहिँ यो रोड हो, यतै हो नि होइन। हामी बिच इज दिस रोड, कोवलम बिच। सो दिस इज द बस स्टप एन्ड इट वाज 13 किलोमिटर, 13-14 किलोमिटर, आधा घन्टाको दूरीमा छ। यहाँबाट चाहिँ हामी तलतिर बिच लाग्ने। यता होइन रहेछ, दिस रोड होइन। कता रहेछ? रातो गेटबाट माथि हो। यतापट्टि चाहिँ यो रोड चाहिँ होइन रहेछ है साथी हो। यतापट्टि रोड रहेछ, रातोबाट भित्र जाने रहेछ। यहाँ छ कुन हो, यहाँबाट भित्र हो नि।
योबाट चाहिँ भित्र जाने रहेछ यहाँ भित्र दिस इज द रोड सो हामी यहाँबाट चाहिँ कोवालम बिच जान्छौँ यो गेटबाट यहाँ विल गो टु कोवालम बिच आमा स्कुबा डाइभिङ पनि हुन्छ यहाँ स्कुबा पनि रहेछ खतरा रहेछ त्यहाँ अनि अर्को कुरा मैले चाहिँ के भन्न मन लाग्यो भन्दाखेरि यो आउने बाटो चाहिँ यो जति पनि हामी बसबाट ट्राभल गऱ्यौँ नि त्यो एरिया चाहिँ इट रिमाइन्डेड मी अफ पोखरा आई फेल लाइक आइ एम गोइङ टु फेवा लेक त्यसरी जाँदैछु जस्तो लागिरहेछ मलाई चाहिँ किनभने त्यो रोड्स आर एन्ड त्यो साइडको पसलहरू अनि सफाइ पनि राम्रो रहेछ द्याट्स वाइ आई फेल लाइक आइ एम गोइङ टु पोखरा यस्तो चाहिँ है एउटा राम्रो कोवालम बिच होटल भन्ने रहेछ राम्रो खाले होटल छ सो सी इज अलमोस्ट नियर मैले कुछ साउन्डहरू चाहिँ सुनिरहेको छु सी इज अलमोस्ट नियर न नियर होइन आइ नै सक्यो ल आइ नै सक्यो साथी हो सी त आइसक्यो साथी हो भागेर जाम हामी अलमोस्ट आइसक्यो होइन आइ नै सक्यो दिस इज द सी यु गाइज सी दिस इज द सी सो आइ एम रनिङ टुवर्ड्स इट running woohoo woo woohoo wow कति ठुलो आवाज आएको बाप रे see this thing this one ठुलो आवाज आइरहेछ ठुलो एकदमै ठुलो आवाज आइरहेछ सीको चाहिँ हेर्नु त वाह डेन्जरस तलबाट बिच हिँडेर लगभग 10 मिनट पछि वी केम टु लाइट हाउस दिस इज द टिकट काउन्टर लाइट हाउस एन्ड अब यो चाहिँ हामी यहीबाट खतरा भ्यू देख्नेवाला छ आज एकदम मौसम खुल्ला छ द्याट्स वाइ इट्स भेरी फर्चुनेट फर अस सो टिकट चाहिँ 20 रुपियाँ भनेको छ साथी गइरहेको टिकट गर्नलाई विल गो So this is the ticket, 12 rupees ticket for adults. यहाँ एउटा view खतरा देखने वाला छ. I'm going to show you the view. Look at this. Woohoo! Color क्या vivid colors. This is very nice. We're going to the lighthouse. यो पछाडिको हो lighthouse चाहिँ. This is the lighthouse. We'll be going there. Let's see from here. हाइटबाट देखिँदो रहेछ दामी खतरा हावा चलिरहेछ फेरि Look at that. Look at this view. यस्तो हावा चले है Look at this. So ticket लिइसकेपछि we finally came to the lighthouse. Look at this lighthouse. हाम्रो lighthouse-बाट बब्बाल भ्यू देखिनेवाला छ मलाई त्यस्तो लागिरहेछ. It will be too much dangerous from lighthouse.
एउटा त बबाले देखिँदैवाला छ मैले पक्का मैले अहिले गेस गरिसकेँ मैले खतरा गेस गरिसकेँ खतरा गेस किन गर्नै पर्दैन यहाँ बबाल सी देखिरहेछ विल गो विल गो विल गो विल गो चप्पल लाउन नमिल्ने रहेछ लेट्स गो कसलाई दिने यसलाई दिने के भयो फोटोजहरू छ सरी क्या हुआ okay now it's very crowded so we'll go after some time thank you यहीं पे okay You can wait. Yes. कहीं पे बाहिर धेरै crowded रहेछ we can film right yeah बाहिर धेरै हावा चाहिँ डेन्जर चलिरहेछ मेरो चस्मा उडाउला जस्तो लागिरहेछ मलाई चाहिँ गाइज होइन हावा चाहिँ खतरै छ हावा चलिरहेछ माथि धेरै क्राउडेड छ अरे द्याट्स वाइ दे आस्क अस टु वेट फर सम टाइम वेट फर 5 मिनट्स त्यसपछि चाहिँ हामी जान्छौँ माथि माथिबाट भ्यू हेर्नलाई म चाहिँ एकदम बेकाबु भइसकेको छु यहाँ चाहिँ होइन एकदमै बबाल देखिरहेछ यहीँबाट बबाल देखिरहेछ फाउन्टेन्सको लागि पनि केही म्यानेज गरिरहेको रहेछ यहाँ चाहिँ यतातिर मेबी यो फाउन्टेन सो चाहिँ हुन्छ कि हुँदैन मलाई थाहा छैन but the lighthouse is looking very nice Please do. to where I know Bella, ciao, 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 ciao. Yeah, light up so leave her lips here. lighthouse only Bella ciao 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 Bella ciao 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 oh romantic music playing stop it open Bella ciao look at that see we finally came to the lighthouse बबाले हावा चलिरहेछ बबाल हावा चलिरहेछ यो के भन्छ बबाले हावा चलिरहेछ मेरो माइक उडाउला जस्तो लागिरहेछ मलाई see this is the view from the lighthouse you can see this super Endro चलिरहेछ मलाई कसम See this. Mamo. See this. Look at this. कस्तो हावा लाग्यो यार ओइ त्यहाँ मलाई खिचेर त्यहाँ मलाई भिडियो बनाउँदा अम्मा यस्तो हावा लाग्यो अयो कसम डेन्जर हावा चलिरहेछ थाली मिल्स सो वी बस चढिसकेपछि हामी पुरा बिच घुमिसकेपछि हामी चाहिँ यता आएर फेरि यो अन्नपूर्ण आर भन्ने होटल छ यो अन्नपूर्ण ए भन्ने होटल छ त्यसमा चाहिँ हामीले त्यो के अरे केरावाला दिँदैन हामीले चाहिँ थाली मिल्स अर्डर गरेको छौँ वी आर भेरी हङ्ग्री खाँदैछौँ खै धेरै ठुलो छ भात चाहिँ कहिले दिन्छ थाहा छैन अहिले चाहिँ हामी खाँदैछौँ बसाउनलाई चाहिँ अलिकति टाइम लाग्यो द्याट चाहिँ अलिक बढी नै भोक लाग्यो यो सबै बाहिर राख्ने जस्तो लाग्यो अनि त्यसपछि भात दिन्छ होला होइन त्यसो बाहिर राख्ने हो कि त्यसमा बल्ल राइस आउँछ त्यसपछि बल्ल राइस आउँछ अनि दबाउने रहेछ कि चावल दिए
दाल साल चाहिँ कहिले दिन्छ त स्वीट रहेछ ये दोनों स्वीट है क्या नहीं वो सांबर है sweet है। ये स्वीट है ये सांबर है पप्पू नहीं मिलेगा नहीं पप्पू दाल होइन के हो थाहै पाएन मिसै पाइएन के हो एकछिन है देखाउँछु के हो केमले थाहै भएन खानेकुरा के हेर न पप्पू चाहिँ कहाँ हो थाहा छैन यो स्वीट हो अरे दिस इज सांबर दिस इज सम सर्ट अफ आलुको तरकारी दिस इज मेबी पप्पू आई डोन्ट नो दिस इज रसम होला यो बिटरुट करी दिस इज कर्ड दिस इज वंकाई दैट इज टोमेटो चटनी दिस इज पूरी के साथ खाने वाला तरकारी ओ हो पप्पू चाहिँ पाउँछ कि पाउँदैन मलाई थाहा छैन अब इन्जोय त्यही हो भात खाऊँ है दाल दिँदैन भने क्या मागम तिमी थोरै खाने मान्छे न पुग्छ अटो बुक गऱ्यौँ ऱ्यापिडो गऱ्यौँ यहाँदेखि खाना खाएको ठाउँबाट चाहिँ हामीले न्यापियर म्युजियमसम्म चाहिँ अटो गऱ्यौँ त्यहाँ 60 रुपिज रहेछ सो वी आर गोइङ देयर यहाँदेखि चाहिँ हामी कति छ भन्दाखेरि 10 किलोमिटर जति छ तर हाम्रो आफ्नो होटलबाट चाहिँ नजिकै रहेछ होइन नजिकै रहेछ एक्चुअली यो बाटो चाहिँ हिजो हामी बेलुका हिँड्ने जस्तो लाग्यो यो बाटो बेलुका हिँड्ने जस्तो लाग्यो सो वी आर गोइङ टु न्यापियर म्युजियम जाँदैछौँ अन्नाले हामीलाई एक शब्द पनि नबोलिकन यहाँ पुरै लैजाँदै हुनुहुन्छ अब दिस इज द एन्ट्री गेट अफ न्यापियर म्युजियम यहाँ चाहिँ सुट गर्न मिल्छ मिल्दैन मलाई थाहा छैन दिस इज द गेट फर द न्यापियर म्युजियम हामी अटोबाट लगभग चाहिँ कति हामी खाना खाएको ठाउँबाट 15 मिनट जति हो ओके अब सो यो चाहिँ न्यापियर म्युजियमको एउटा पार्ट हो वी आर गोइङ इनसाइड यो चाहिँ होइन द म्युजियम इज इनसाइड आई थिङ्क वी सुड गो फ्रम हियर यताबाट जाऊँ यताबाट जाऊ भन्ने हो क्या एक्सक्युज मी सो दिस इज द वे टु म्युजियम इट्स भेरी नाइस राइट आहा नाइस रहेछ यो त राम्रो रहेछ त ठाउँ त है सी दिस इज नाइस नो भेरी नाइस उता रहेछ के आई थिङ्क द्याट वान इज द न्यापियर म्युजियम सो वी आर गोइङ देयर राम्रो छ होला यहाँ दिस इज भेरी नाइस प्लेस आई थिङ्क एरिया इज भेरी नाइस यसरी बस्ने सस्ने ठाउँ पनि बनाइदिएको रहेछ टन्टो लगाएर द्याट वान यही होला दिस वान इज द न्यापियर म्युजियम म्युजियममा टाइम हुँदैन सो म्युजियमको टाइमिङ चाहिँ आज बुधबार चाहिँ विशेष गरी 1 बजेदेखि कति 4 पौने 5सम्म यस्तै छ सो वी हेभ टु पे 10 or 20 रुपिज एन्ट्री फी देन वी क्यान गो देयर अनि हेरौँ अगाडि नै सिनेरी नै हेरौँ राम्रो छ यता साइडमा वरिपरि यताउति यो पनि राम्रो छ यता बस्नलाई राम्रो ठाउँ बनाइदिएर चाहिँ ग्रिनरी एभ्रिवेयर इट्स भेरी नाइस सो हामी आएको मध्ये त्रिवेन्द्रममा बिहान पद्मनाभ स्वामी टेम्पल देन टु कोवलम बीच देन लाइट हाउस देन दिस वान इज फोर्थ दिस वान हियर राइट दिस वान इज फोर्थ दिस इज द न्यापियर म्युजियम सो टिकट इज हियर दिस इज द एन्ट्री पोइन्ट वी आर गोइङ कता एन्ट्री दिस साइड ओहो नाइस दिस राम्रो छ नि होइन राम्रो छ यार यो है यो हेर न यो बिल्डिङ कस्तो खाले बिल्डिङ के
बिल्डिङ इज भेरी नाइस जाउँ अच्छा रहेछ यार है यो कुन दरबारै हो कि भित्र त खिच्न दिन्छ र हामीलाई होइन खिच्न दिन्छ कि भने क्या छिर्न त किन दिँदैन नेपियर म्युजियमको थोरै राउन्ड एरिया घुमिसकेपछि चाहिँ यो जू पनि यतै रहेछ अब अहिले चाहिँ जूको एन्ट्रान्स हेर्न लाग्यो तर क्यामेरा इज परमिटेड इनसाइड जू Soft strums of the warm acoustic guitar blend with the gentle sound of the waves crashing against the shore. A serene melody. Yes, so after coming from zoo, we came back to room. While coming back to room, मैले चाहिँ एउटा योनेक्सको सोरुम देखेँ सो योनेक्सको त्यहाँ चाहिँ मैले भिडियो बनाउनु पाइनँ तैपनि एउटा त्यहाँ चाहिँ दे वर गिभिङ 50% डिस्काउन्ट अन एभ्री आइटम्स आई स योनेक्सको योनेक्स ऱ्याकेट्स अल्सो सम ऱ्याकेट्स आई स देन एक्चुअली वो त्यो टेन्सन के अरे मसिनले चाहिँ 25 म्याक्सिमम टेन्सन दिने रहेछ द्याट्स वाइ त्यहाँ चाहिँ मैले त्यो ऱ्याकेट चाहिँ हेरिनँ बट आई बट ए टी सर्ट आई सो यु सो दिस इज टी सर्ट योनेक्सको टी सर्ट एन्ड राम्रो छ ब्लू कलरमा आई टुक इट इन ब्लू कलर ब्रान्डिङ एन्ड यो कलर सिम्पल स्विट राम्रो छ फिटिङ पनि राम्रो छ सो यो टी सर्ट चाहिँ मैले 50% डिस्काउन्टमा लिएको हो एन्ड मुभिङ अन अब चाहिँ खालि हिन्दी मात्रै बोल्नु आउँछ मलाई बिच बिचमा खालि त्यसपछिबाट अब चाहिँ हामी नाउ वी आर मुभिङ टु बस स्टेसन 10-15 मिनटपछि हामी बस स्टेसन जान्छौँ अनि त्यसपछिबाट वी आर मुभिङ टु नागरकोइल जङ्सनमा जान्छौँ टु कन्याकुमारी किनभने भोलिको हाम्रो भिजिट चाहिँ कन्याकुमारी छ सो आफ्टर रेस्टिङ फर 10 to 15 minutes विल गो टु बस स्टेसन एन्ड विल सी यु देयर बाइ बाइ हामी चाहिँ यो बस पार्कमा छौँ यो केएसआरटिसीको बस पार्कमा अनि पक्नु त सो दिस इज द केएसआरटिसी बस स्ट्यान्ड एन्ड यहाँबाट चाहिँ हामीले नागरकोइलको यो कन्याकुमारी जानको लागि नागरकोइल जङ्सनको लागि चाहिँ हामीले बस पाउन सक्छौँ अनि एकर्डिङ टु माई फ्रेन्ड त्यो केएल लेखेको गाडी चाहिँ केरला लेखेको गाडी हो टिएन भनेको चाहिँ तेलङ्गाना लेखेको गाडी द्याट्स वाइ सो यो चाहिँ केएल लेखेको गाडीमा चाहिँ अलिकति हामी छिटो पुगिन्छ भनेर भनेको छ लेट्स सी अल्टो कुजिन रेस्टुरेन्ट सब्जी पप्पा बिरयानी यतापट्टि आएको छौँ हामी चाहिँ अब यहाँभित्र के खानेकुरा पाउँछ भन्ने हामी हेर्छौँ यो चाहिँ बस पार्कबाट वाकेबल डिस्टेन्स अलमोस्ट इट इज लाइक 750 मिटर्स पनि 750 मिटर्स अलमोस्ट त्यति नै छ वी आर गोइङ देयर आयो भने मटन चुक्का बनाउन खसी काटिरहेको छ बाफ्रे कति धेरै ल्याएको त
One more. Yeah. The gravy is there. हेर्ने हेरौँ साथी हो. So this is mutton chukka and it looks like gravy. Chukka actually we don't know what the meaning of chukka is, but it's more like a gravy of mutton. So I think we need to order parotha also. बल्ल तल्ल गरेर आइपुग्यो. This is the guy. एकदमै साँगुरो गल्लीबाट गुज्रो. This is your Advan. I'm Sunil. Yes, sir. Thank you, sir. I am Advan. Okay, Advan. We searched for you for many minutes. You are taking vlog, sir? Yeah. I was doing vlog since morning. Oh. Yeah, so I thought I'll end this with by meeting you. Ah. So that's Yes, why sir. I was just waiting. Thank you. Okay, it's all dark now. We'll sleep. Bye bye. Bye.